Guys, I want to talk about a serious. अब मेरो ड्युटी चाहिँ आज 6 बजे थियो बट देयर इज अ लट अफ वाटर त्यसले गर्दाखेरि चाहिँ मैले ड्युटी जान चाहिँ पाएन 6 बजे थियो अहिले टाइम हुँदैछ चाहिँ अराउन्ड 9 ओ क्लक अहिले म ट्याक्सी समातेर जाँदैछु बेसिकली वाट आई वान्ट टु से द्याट कुनै पनि कन्ट्रीमा प्रब्लम चाहिँ नभएको होइन हरेक कन्ट्रीमा चाहिँ आफ्नो फरक प्रब्लम चाहिँ छ बट द मेन थिङ इज त्यो प्रब्लम कसले कति छिटो चाहिँ सल्भ गर्दैछ कति छिटो त्यो प्रब्लम रिजल्भ गर्दैछ त्यो कन्ट्रीले द्याट इज द बिगेस्ट थिङ अ कन्ट्री क्यान डु सो अब जस्तै यहाँको पानी कहाँ जान्छ मोस्टली ड्राइनेजमा गइरहेछ अब सबै ठाउँमा पक्का गरिदिएको छ अनि मार्बलहरू हालेको छ त्यो पानी चाहिँ कहाँ जान्छ प्रोपर ड्राइनेजबाट जाने हो र ड्राइनेजको एउटा लिमिट छ एक टाइममा यति पानी नै जान सक्छ सो अरू पानी त्यहाँ भएर जम्मा हुन्छ सो इट विल टेक टाइम अब हामी आफ्नो कन्ट्रीको कुरा गरौँ भने वी हेभ अ लट अफ क्यानल्स रिभर जस्तो नदीहरू चाहिँ हाम्रो गाउँघरको वरिपरि छ धेरै पानी पर्दाखेरि त्यो पानी चाहिँ त्यो नदीबाट त्यो क्यानल्सबाट बगिसक्या हुन्छ बट अहिलेको सिनमा म के देखिरहेको छु कि त्यो क्यानल्सहरू गाउँघरका मान्छेहरूले त्यसलाई तोडेर त्यसले खेत र त्यसमा क्रप्स लगाइरहेछ अहिले त म क्यानल्स चाहिँ देख्दिनँ पहिले चाहिँ सानो हुँदाखेरि माछा मार्न बल्छी लिएर त्यो नदीहरूमा गइन्थ्यो तर त्यो नदी अहिले छँदै छैन नोवेयर त्यो सब खेत भनिसकेछ खेताला धान रोपिरहेछन् सो इफ अल द त्यस्तो क्यानल्सहरू जुन ठुलो नदीमा गएर मिक्स भएर हाम्रो गाउँघरको पानी एक्सेस वाटरहरू चाहिँ गइरहेको थियो त्यो त्यहाँ जान पाएन भने अफकोर्स त्यहाँ फ्लड आउँछ पानीहरू जम्मा भइरहेको छ हाम्रो क्रप्सहरू बिग्रिन्छ सो इट्स नट कि अब यहाँको कन्ट्रीहरूले चाहिँ जेनेरेटर मोटर लाएर त्यो पानीहरू चाहिँ निकालिरहेछ कि बाटोबाट बिकज बाटो ब्लक भइरहेको छ नि त सो हाम्रो गाउँघरमा त त्यो सिस्टम छैन इट्स नेभर अबाउट द मनी यिनीहरूसँग मनी चाहिँ निकालिरहेछ हाम्रो मनी इन्भेस्ट गर्नुभन्दा समटाइम हामी यदि रुलमा बसिरहेछौँ भने हामीले केही गर्नै पर्दैन इफ हाम्रो गभर्मेन्ट हाम्रो गाविस हाम्रो वडाको कार्यालयहरूले त्यो जुन म्यापमा जुन नदी छ त्यो म्यापमा जुन नाला छ जुन त्यो म्यापमा क्यानल्सहरू छ ती क्यानलहरूले कसैले गैर कानुनी तरिकाले खेत बनाउन नपाएर त्यसलाई पुरेर खेत बनाइरहेको छ त्यो नपाएर त्यसलाई पक्का नदी नै बनाइदिने त्यसले पक्का क्यानल नै बनाइदिने सो वाटरको फ्लो जुन हुन्छ त्यो फ्लो कन्टिन्यू भइरहेको छ र गाउँघरमा पानी लाग्दैन हाम्रो क्रप्सहरू बिग्रिँदैन त्यस्तै अब हाम्रो ड्राइनेज छैन नि त हामी सोलोली नदीमै डिपेन्ड छौँ नदीबाट पानी बग्छ हाम्रो खेतहरू खाली हुन्छ सो समटाइम वी हेभ टु फलो द रुल्स र त्यो रुल फलो गर्दाखेरि चाहिँ सबै कुरा आफै पनि ठिक भइरहेको छ सो आई थिङ्क वी निड टु टेक केयर अफ सच थिङ बिफोर इट्स टु लेट थ्याङ्क यू